ल अब हामी चाहिँ पारी जाँदैछौँ बोटबाट। भर्खर फोटो पनि खिच्यो, देखाउँ त खै। यस्तोमा आयो, अँधेरो भए पनि राम्रै आछ है। सासू बुहारी हिँड्दै हुनुहुन्छ अगाडि, म चाहिँ पछि पछि हिँडिरहेको छु। पारी देखिरहेको छौँ हामी। हेलो नमस्ते, वेलकम ब्याक टु माई न्यू भ्लग। तपाईँहरूलाई मेरो नयाँ भ्लगमा हार्दिक स्वागत गर्न चाहन्छु। म केही दिन तपाईँहरूसँग म भ्लगमा जोडिन सकिनँ, भिडियोहरूमा जोडिन सकिनँ र केही समय केही दिनको अन्तराल पश्चात म तपाईँहरूसँग यसरी जोडिएको छु नयाँ भ्लगको सँगसँगै। र विशेषतः आज नेपालबाट आउनुभएको हाम्रो प्यारी आमा, जन्मदिने आमासँग हामी हल्का घुम्दैछौँ समुद्र साइडतिर। र आजको यो ब्लगमा आमासँग हाम्रो यो घुमघाम कार्यक्रम रहेको छ। प्यारी श्रीमती र म। अन्तिमसम्म तपाईँहरूले यो भिडियो हेरेर साथ दिनु होला र नयाँ हुनुहुन्छ भने लाइक, कमेन्ट र सब्सक्राइब पनि गरिदिनु होला। अब भने हामी यात्रा गरौँ घुमघाम है त। यति बेला हाम्रो यात्रा भने यसो चिम्सासुईतिर हिँड्दैछौँ आमालाई घुमाउनको लागि। आमा र हाम्रो नानी चाहिँ मजाले गफ लाएर हिँडिरहेको छ पछाडि, म चाहिँ अघि अघि। यस्तो छ अवस्था, पानी परिरहेको छ त्यही माथि पनि अझै। आमा र नानी चाहिँ पछि पछि यसरी अगाडि हिँड्दैछौँ। अब हामी वकिङ गर्दै मजाले यात्रा चाहिँ गर्दैछौँ है साथीहरू। ल हामी अगाडि अगाडि जाँदैछौँ अहिले चाहिँ। जामामा जाम हिँड्नु नानी होइन। लाइट पनि पिली 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 घुम्नु लाग्छ। यसो चिम्सासीतिर जाने नानी। कहाँ अरे हिँडेको हामी? चिम्सासी कहाँ अरे? फेरीतिर। आमालाई घुमाउन होइन? ओके ल ठिक छ। ल नानीले उताडा पिउने उस लिएर आएको छ, पानी र कोकोनट जुस। आमा चाहिँ यता बाबासँग बोल्दै, बाबाले चाहिँ भिडियोहरू बोल्दै हुनुहुन्छ आमासँग। काट्न आमा है ल खानुमा खानु हल्का खानु। ल कोकोनट जुस खाम अनि जाने। ल अब फेरि यात्रा हाम्रो सुरु। मैले यात्रा आज अलिकति रमाइलो हुनेछ। आमा र बुढी म। ल यता नानीले बाटो क्रस गराउँदै आमालाई। यहाँ चाहिँ दामी आयो। ल सुनै सुनको होइन नि, त्यो भन्छन् है, भन्छन्। हामीले देखिसकेका छौँ। यति बेला हामी आइसकेका छौँ यहाँ चिम्सासुईलाई। हेर्नुहोस् यस्तो दामी ठाउँ वान चाहिँ यो चाहिँ पारी चिम्सासुई। ल अब आमाको यहाँ फोटो पनि खिच्छौँ हामी। ल आउन अब यता सुनै सुनको कति किलो छ होला सुन? यति सुन हेर्नुहोस् त, सुनबाट बनेको। उता फेरि पछि पछि जानु पर्यो आमा र नानीसँग। यतापट्टिबाट बसेर हामी फोटो खिच्छौँ। दामी शीतल पनि भइरहेको छ यति बेला। हामी यहाँ फोटो खिच्नलाई रेडी गर्दै नानीले। यतापट्टि हेर्नु,
यो माथिको चाहिँ सुनको सबै यो सुनकै भाँडा कति किलो छ होला यो यता नानीले पोज लगाइदिएर आज यो घुमघाम चिसो भिडभाडमा चाहिँ फोटो खिच्दै हुनुहुन्छ आमा र नानी ओहो दामी खिच्यो होला यति बेला त फोटो अब हेरौँ ल फोटो कस्तो आएछ खै नानी कस्तो आयो फोटो हेरौँ त वाह 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 फोटो चाहिँ सिङ्गल फोटो डबल ट्रिपल डबल डबल सिङ्गल 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 ल यति छ ल ल त खिचिदेऊ त फेरि आमाको या सुनको ठाउँमा राम्रो राम्रो ठाउँमा जाम आमा उता ल अब कता जाने बुढी कता कता जाने भन्देऊ त कता जाने अब फेरि फेरि ल जाम आमा ल हिँड्नु ल अब हामी यहाँ फोटो नि खिचिसक्यौँ फेरि फेरि हुन्छ फेरिबाट उता चिम्सासी फेरि हामी चाहिँ बोटमा जानेछौँ यहीँनिर ल ल अब बत्ती पनि बल्ने बेला भइसकेको अवस्था छ 7 बजे है बल्छ अहिले कति बज्यो 6 बज्यो अहिले अझै 1 घन्टा छ हामी 1 घन्टा चाहिँ कुर्छौँ अब हामी बत्ती बलेको पनि हेर्नेछौँ आमा सासू बुहारी हिँड्दै हुनुहुन्छ अगाडि म चाहिँ पछि पछि हिँडिरहेको छु पारी देखिरहेको छौँ हामी सरी पानी परेको रहेछ भर्खर पनि यहाँ सुकेकै रहेनछ ल हामी चाहिँ फेरि फेरि हिँड्नेछौँ सबैभन्दा अग्लो बिल्डिङ आयो त्यहाँ त मान्छे त खाली खाली ट्याक्क हिँड्नलाई ल समुद्रै समुद्र पानी पानी हेर्नु त त्यहाँ छाल त्यस्तै रहने कहाँमा हेलिकप्टर बस्ने ठाउँ त्यो चाहिँ आउँछ आमा त्यही हेलिकप्टर बस्ने ठाउँ सबै अब होइन आमा पारी जाने आमा अनि यता सबै देखिन्छ क्या अहिले बलेको चाहिँ यता मेन बजार छ हामी अब बोटमा एकछिनमा जाने यही बोटमा जाने अलि सानो बोट यसरी पारी तारिदिन्छ पारी जाने आमा यहाँबाट बोट चढ्ने आदि ल आउनु लामा जाउँ ल हामी अलि अगाडि जान्छौँ ल है त फेरि पनि फोटो खिच्ने कार्यक्रम भइरहेछ यस्तो राम्रो ठाउँ आज अलि शीतल शीतल पनि छ ल फोटो कस्तो आयो हेरौँ त नानी आहा यही हो फोटो हाम्रो सबै खिचेर पोस्ट गर्नुपर्छ अहिले ल ल हिँड्दा हिँड्दै पानी खाने कार्यक्रम पानी पिउ नि त नानी तिमी पनि अब हामी कता पारी जाने बोट चढ्न ल आमालाई अब बोट चढाउनुलाई त्यहाँ हामी सबै बोट चढाइ जाने यो मान्छेहरू चाहिँ कताबाट आएको होला यति धेरै हेर्नु न जन्तीभन्दा पनि धेरै झन्डा बोकेर हिँडेछ बिचरा अझै घुम्न आएको मान्छेहरू त्यस्तो छ हाम्रो यात्रा अब चाहिँ बोटतिर खै हामीले भर्खर फोटो पनि खिच्यो देखाउँ त खै यस्तोमा आयो अँधेरो भए पनि राम्रै आएको छ है यो 3 जना यस्तो आमाको मात्रै सिङ्गल यो 3 जना ल ल झोलामा राख मलाई जाम भयो ल अट्दैन मेरोमा राख ल ल यहाँ खिचेको फोटो भर्खरै दिउँसो भए राम्रो आउँथ्यो क्या आमा ठिक छ ल ओके जाम ल अब हामी
बोटतिर जाऊँ अब हामी बोट चढ्न जाऊँ अब हामी ल साथीहरू अब हामी बोटतिर गयौँ है त पारी सिमसासीतिर जाने अब लाइट बलेकोले सरक्कै हेरिन्छ निकै रमाइलो हुन्छ आज लाइट बलेकै कुन कुन देशबाट आएको यसरी घुम्नलाई आफ्नो झन्डा बोकेर हिँडेको छ ल मम्मी र नानी चाहिँ अघि अघि अब हामी पारी जान्छौँ आज फेरि दिउँसोमा घुम्न अलि पाएन पानी परेर भर्खर यो पानी बसेपछि निस्केर हिँडेको हो पारी पारी जाँदैछौँ हामी समुद्रबाट अब बोट चढेर जान्छौँ के भनेको नानी के अरे नौ त हिँड्दा हिँड्दा त पानी पर्यो त ए पानी पर्यो सबैले छाता ओड्ने कार्यक्रम घुम्ने बेलामा पानी परेपछि यस्तै हो दिनभरि पनि पानी पर्यो घुम्न जाने प्लान पनि चैट बेलुकातिर यसो आएको त्यस्तै भइरहेछ र पनि हिँड्दैछौँ हामी पानीले हुक्कुमै गरेको छ अलि बाक्लै पर्ला जस्तो छ पानी पनि मेरो नानी चाहिँ अगाडि एउटा छातामा अर्को छाता पनि ल्याएको थियो एउटै हुन्छ भनेर एउटै उडेर हिँड्नु भएको छ म चाहिँ एउटा सिङ्गल एकछिन हामी अब बोटमा जाँदैछौँ बोटबाट पारी जान्छौँ आज लाइट सिस्टम पनि खै त्यति रमाइलो चाहिँ नहोला किनभने यो पानीले डिस्टर्ब हानिरहेको छ मान्छेको भिड पनि असाध्यै पानी पर्दा पनि त्यस्तो छ हेलो हेलो नानी कस्तो भइरहेछ पानी परेर हिँड्नु ल शीतल भएको छ नि त आमा ल शीतल ठुलो पानी परेको होइन शीतल परिरहेछ सासू बुहारी मजाले छाता ओढेर एउटै छाता ओढेर हिँड्दै हुनुहुन्छ अब हामी बोटतिर पुग्नु लाग्यो है ल नानी नानी यता हेर्दैऊ न आमा अगाडि पुगिसक्नु भएछ है अब हामी मजाले उसमा जान्छौँ बोटमा छाता दिनु आमा ल्याउ सानो एउटा ल अब हामी बोटमा जानलाई आमा त्यो अक्टोपस झिक्नु है त्यो अघि त्यो उस थियो नि त्यो झिक्नु त्यही त्यहाँ दबाएर पारी जाने अब हामी बोट चढ्न समुद्र पारी त्यहाँ ट्याग गर्नु अनि ऊ हामीलाई लिन आयो हामीलाई लिन आयो अब हङकङ डलर $1 मात्रै पर्यो जानमा ल म पनि जाने ल बोट लिन आइसकेको अवस्था छ पानी जहाजमा जाने कार्यक्रम के अरे आमा पानी जहाज सानो चाहिँ जहाज हो अब यो खोलिदिन्छ हामी यहाँ लाइनमा बस्ने आमा ल यहीँ बस्नु आमा यत्तिकै बस्नु अनि हामी यति बेला छिर्ने ल हामी अब सरी बोटमा जाँदैछौँ हामी छिट्टो 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 मान्छे भिडै भिड छ यस्तो दामीसँग आइसकेको अवस्था अगाडि अगाडि म मेरो नानी चाहिँ अघि पुगिसकेको अवस्था छ कता बस्ने अब नानीले छेउतिर रोजिसकेको अवस्था जानमा छेउमा ल आमा ल म अब यहाँ ल यस्तो दामी ल आमा चाहिँ हाम्रो आमा बोट चाहिँ
चढ्नुभयो बोट चाहिँ। ल अब हामी चाहिँ पारी जाँदैछौँ बोटबाट, समुद्र पारी होइन जाँदैछौँ। रमाइलो भइरहेछ। कस्तो भइरहेछ रमाइलो होइन? बोटमा चाहिँ अब पानी माथि सर हिँड्छ, उता पानी पनि देखिरहेको छ। पारी हामी यहाँबाट यसरी जाने जाने बाटो होइन, गइसक्यो र उता जाने लगभग अब चल्ने बेला भइसक्यो आमा। चले आमा चल्यो। अब हामी यात्रा सुरु गर्दैछौँ। दामी दामी भइरहेछ। के भन्नुहोस् त, के भन्नुहोस् त? के भन्नु साथी के छ? पानी पनि आमाले जन्मेको ठाउँमा पनि अब सपना पनि राति भयो नि लाइट भएर भोलि पर्सितिर जान्छौँ त्यसलाई त्यहाँबाट सबै हङकङ देखिन्छ। दिकपुर त उतामा एक दिन दिकपुर जाने, एक दिन पिक जाने, ओसन पार्क बाँकी रमाइलो छ। यस्तो राम्रो लाग्छ सबै हङकङ देखिन्छ क्या लगभगै त्यस्तो छ। अनि यता पनि हाम्रो बस्नु होला। कस्तो भइरहेछ मम्मीसँग घुमघाम रमाइलो लगाइरहेछ। घुम्दैछौँ है। आज घुम्न जान पाइएन है? यो चाहिँ एकैछिन मात्र निस्केको। अहिले दिनभरि भोलि जाम्ला, भोलि घुमौँला अन्दामा हुन्छ। हामी पारीतिर जाँदैछौँ। हेर्दै हिँड्नु आमा। ए हामी बोटबाट औ अर्को बोट आइरहेछ आमा। लाइटहरू झिलिमिली चल्छ आमा रात दिन। यस्तो राम्रो ठाउँमा हामी यसरी हिँड्दैछौँ। पारीहरू हेर्नु आमा, हेर्नु त बिल्डिङहरू सबै हङकङ। स्पिड हिँड्नेछ म त्यो पनि। ल अब हामी पुग्न लाग्यो गन्तव्य स्थानमा। बोट साह्रै रमाइलो। अब पारीपट्टि बेसरी लाइट बलेको देखिन्छ आमा एकछिनमा। अब पानी पनि छ है आमा। नानी पानी खाऊ। खानु हिजो खाए जस्तै। ल आइपुग्यो हामी गन्तव्य स्थानमा। अब झर्छौँ। अन्तिममा झरल्नु अब आमा, भिड हुन्छ होइन नि? हुन नि मान्छे निस्किनै छ आमा।
हो आउँदैछ आमा यो मान्छे सबै सकिएपछि हामी झरौँ त नि है मान्छे त ओहो यता चाहिँ हेर्नु न चाहिँ हल्लिएको आमा ओ त्यहाँ पारीबाट आएको हामी उता त्यताबाट आएको चिम्साचुईबाट हामी के अरे वानचाईबाट हामी चिम्साचुई आएको अहिले चिम्साचुई आयो आमा वानचाई हामी पहिला यमताई आमा यमताई जोडन हुँदै आएको बुम्रे भकुण्डे हाम्रो भकुण्डे क्याम्पस रोड ल जाम आमा ल हिँड्न ल हामी वानचाईबाट चिम्साचुई आयो यी रक्सी खाए जस्तै ढिलबिल बनायो अब ल त हामीले छोडियो यताबाट अब यताबाट हामी बाहिर निस्किन्छौँ अब हामी चाहिँ लाइट बल्ने बेला भएको छ लगभग अब बल्ने बेला अब लगभग भइसकेको उज्यालो भइसकेको छ सर्लक्कै देखिन्छ अहिले हाम्रो यो लाइट सिस्टम मजाले साउन्ड सिस्टमसँगै हाम्रो आमा र नानी चाहिँ परबाट मलाई कुर्दै रहेछ बल्ल आउँदैछ अब तर अँधेरो भइसकेको छ यस्तो ठाउँमा घुम्न आएको यहाँ देखेको ठाउँमा तल कुरिरहेको रहेछ है म त माथि सिधै कुरिरहेको थिएँ म यता आइसकेछु है ल अब हामी एकछिनपछि यो लाइट सिस्टमहरू सर्लक्कै हेर्नेछौँ अलिअलि पानी पनि परे जस्तो भइरहेछ फेरि के हो यो आकाश हेऱ्यो त्यस्तै छ उज्यालो अँधेरो भएर यो त्यस्तो छ ल यी बोटहरू पनि आफ्नै प्रकारले हिँडिरहेको छ यति बेला हामी लाइटहरू पनि बलेको हेर्नेछौँ सो यस्तो दामी बोटहरू पानी जहाज बोट पार्टी गर्नुपर्छ यस्तोमा यस्तो दामी ल हेर्नुलाई लाइट अब के भइरहेछ नानी लाइट के भइरहेछ अब लाइट बल्नेवाला लाइट बल्ने पनि तर छाता चाहिँ फेरि छ नि हेमा यहाँ उडाउँछ नि यहाँ कसरी उडाएको छ हामीले यहाँ सासू बुहारी त कडासँग अडाएको छ त छाता खै यस्तो आएको छ अब यो लाइटहरू दामी पानी पर्ला जस्तो छ कि फेरि यस्तो छ ल हेर्दैछौँ हामी बारीपट्टि यस्तो छ दामी ल मतलब लाइटहरू ज्यालो हुँदैछ उता हरियो बोट पनि आइरहेको छ यस्तो छ हाम्रो यो लाइट बलेको हेर्नको लागि यति बेला हामी वारिपारि यस्तो छ ल हेर्नुहोस् यस्तो छ ल अब छाता मारौँ अनि हेरौँ ल लाउनामा यो अफ गर्नु आउनु पछाडि आएर बस्नु यहाँ सिटमा नानी आमा आउनु ल बस्छ सानो यहाँ बस्ने होला के बस्ने होला अनि गयो गोरखपुरबाट चढ्ने कलकत्ता पुग्दै गऱ्यो कलकत्ता पुग्दै गऱ्यो त्यहाँबाट ल रेलमा जाने अनि भनेपछि त उहिले हो क्या 2020 सालमा कुरा 2020 भनेको त अहिले त 82 भन्दा पनि पहिले
अर्को बोट आयो। बोटमा कस्तो सजाको सजाको ताजा पत्ताको आज मम्मीहरू त प्लेनमै आउनुभयो होला नि मम्मीहरू त प्लेनमै आमा पानी जहाज 7 दिन 7 रात 2000 सालमा आउनुभयो 24 वर्ष हुनुभएछ मम्मीहरू आउनुभएको होइन। अहिले 25 हो त उनीहरू यो घुमाउनेवाला छ नि त्यही बल खेल्ने गरे पानी जहाजमा आमा ठुलोवाला 7 साल सबै त्यहीभित्रै धेरै वर्ष अगाडि 8 बजेल त्यो कलन मात्रै भन्नुहुन्छ नि। सिङ्गापुर तपाईँहरूलाई आमा डोकोभरि उहाँ गाउँबाट भरती आउने गरे डोकोभरि राकेभरि 7 जना भरती आएको गरे अनि 7 जना भरती आउँदाखेरि पुरा तल राके डोकोमा कपडाहरू के हाल्ने गरे गुन्द्री हो त्यो माथि बच्चाकै ठुलो भाइहरू पनि त्यसरी बोकेर प्रयोग गरे अनि थाहा पाउँछ मैले डोकोमा बसेको तपाईँ बस्नु भएको यताको फेरि केही थाहा पाउनु भएन पाथ्यो कताकति पानी जहाजहरू थाहा पाउनु भएको थियो पानी जहाजमा थाहा पाउँछ म 4 वर्षको जिया जत्रा जस्तैमा कता कति थाहा पाउनुहुन्छ कता थाहा पाउँछ घर जाने बेलामा छिटो घर जाने कालो चक्लेट खाने भनेको म थाहा पाउँथेँ कि घर गएर कालो चक्लेट खाने भन्थ्यो भारी सारी टानटुन गरेको त्यो पुरै थाहा हुन्छ चक्लेट खाने भनेर लिएर जानुभएको मजा त्यो बेला चक्लेट खानु हामीले टिनमा कि एउटा टिनै पाउँछ बिस्कुट त्यो 2-3 टिन लगेको थाहा पाउँछ घर बजारसम्म खाएकै पछि थाहा पाएर है यताबाट लिएर गएको आमा भरे त 7 जना बाजेले पेन्सन गरेर आइन यहाँबाट जाँदाखेरि डलरको यहाँको डलरै थियो है कता साट्दाखेरि सिक्का सिक्का हुन्थ्यो पैसा 3 पाथी लको भनेको त्यही हो क्या आमा अन्त त्यसरी लान्थ्यो 3 पाथी लको के बाजेले पैसा 3 पाथी अनि बाजेले रेडियो सेडियो सबै लिएर जानुभएको अरे क्या बाजेले टेप सेपहरू घरमै सुन्न आउने अनि घरमा सुन्न आउँथ्यो मान्छेहरू हाम ठुलो धामा त ठुलै हुनुहुन्थ्यो होला नि अन्त हो र त्यही बेला ताइफनले उडाइदिएको भनेको होइन त ठुलो आमालाई आवाले के मान्छे भरि अहिले चाहिँ ल आमाले चाहिँ पहिलाको कुराहरू सुनाउँदै अहिले भनेपछि कस्तो लागिरहेको छ त नि आमालाई कस्तो लागिरहेको त नि अहिले नानी नानीले के भन्छौ त नि कस्तो भइरहेछ रमाइलो भइरहेछ
लाइट पुरिरहेको। अब कति बज्यो अहिले घडी हेरेर त सानो 20 मिनट जस्तो बल्ने होला। अब ल अब लाइटको बल्ने बेला भइसकेको छ। अब केही झ्याप 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 गलिरहेको छ यति बेला। यहाँ केही मिनटहरू हुन्छ। यहाँ हेर्ने मान्छेहरू टनाटन छ यहाँ। ल उज्यालो यस्तो कडा उज्यालो भयो। ल लाइटहरू झपक्क हुने गरी बाल्दैछ यति बेला। एकछिन यो अलिक पानीले डिस्टर्ब गरेर पनि लाइटहरू ढिलो बल्यो। सो झ्यामेरको झुमर गर्दैछ। लाइट सिस्टममा यसरी बाल्छ नि। आमाहरू यहाँ नानीले आमा यहाँबाट हेर्दै यहाँ माथिबाट भिडियो यस्तो आइरहेको छ। साँच्चीकै यस्तो आनन्द छ कि ल हेर्नु है साथीहरू। लाइट पनि घेरिरहेको छ है। यस्तो दामी बालेको छ। मजाले बलिरहेको छ। हेर्दै लाइट बिल्डिङबाट हेर्नु त लाइट बलेको। लाइट सिस्टम पनि एकदमै एक्स्ट्रा फेरि बाटो पारी हामी यो वानचेतर्फ देखिरहेको दृश्य एकदम राम्रो। लाइट सिस्टम प्रत्येक साँझ भइरहन्छ। यहाँ पर्यटकहरू धेरै आउने गर्दछन् र आज पानीको कारणले गर्दाखेरि मान्छेलाई भित्र बनाएर पनि धेरै देखिरहनु भएको छ। यहाँबाट विभिन्न पर्यटकहरू आएर हेर्ने गर्दछन्। चारैतिर मान्छेहरू हुनुहुन्छ। अझै यो धेरै हो कम हो। एकदमै बाक्लो उपस्थिति हुने गर्दछ। यहाँ ठाउँ यस्तो दामी
ल लाइट सिस्टम पनि हामी हेरेर फर्किसक्यौँ। अब हामी खानेकुराहरू खानको लागि जाँदैछौँ। अब के खाने, अब काचाकुचुक खाएर अब घर फर्किने। वहीँ गएर थाहा हुन्छ है, के खाने त्यहीँ गएर थाहा हुन्छ। त्यस्तो छ, रमाइलो भइरहेको छ अवस्था। ल है ठाउँ दामी हेरियो। अब हामी आज घुमघाम गरेर ठाउँहरू पनि हेरियो, खाजासाजा नि खाइयो। ल अब हामी अर्को ब्लगमा भेट्ने बाचा गर्दै बिदा हुन चाहन्छु। त्यही भन्न चाहन्छु। थ्याङ्क यू सो मच है, बाई बाई।